गाइज वेलकम टु माई ब्लग र आज म मेरो पार्सलको ब्लग बनाउँदैछु र यो चाहिँ के हो तपाईहरुलाई थाहा भइसक्यो होला किनकि यही लेखेको छ ठुलो ठुलो अक्षरमा हेलमेट र मेरो पहिलाको हेलमेट यस्तो भइसकेको छ। यसको के भएको चाहिँ हैन, यो ग्लास मात्रै यसको उक्किसकेको छ किनकि यहाँ हेलमेट चाहिँ लक टुटेको छ। त्यही भएर यसमा ग्लास नै लगाउन मिल्दैन। त्यही भएर म अब यो हेलमेट चेन्ज गरेर अर्को हेलमेट मगाइसकेको छु र त्यो हेलमेट तपाईहरुलाई देखाउन चाहन्छु र यो तपाईहरुले गेस गर्नु यो कुन हेलमेट हो र यसमा कति दामको हेलमेट होला भनेर प्लिज पहिले मलाई कमेन्टमा भनिदिनु र अब म तपाईहरुलाई यो के हेलमेट हो कस्तो हो त्यो म भन्न चाहन्छु। ल गाइस देखाउँदैछु। ल ट्याग unboxing my helmet. Yeah. ल अब भन गाइस, यसरी यतिमा गेस गर त गाइस के यो कुन चाहिँ हेलमेट हो कि के हो। मलाई त कस्तो अन्तरिक्षको यन्त्र जस्तो लागिरहेछ मलाई। तपाईहरुको सामने म ल्याउँदैछु यसरी के। ल यो निकालेर ल अब चाहिँ गेस गर गाइस यो कुन कम्पनीको हेलमेट हो के हो कस्तो हो गेस गर्नुस्। ल र अब म निकाल्दैछु यसलाई लास्ट अनबक्सिङ यो स्वाक। ल गाइस यो चाहिँ मेरो हेलमेट एसजीबी को ओरिजिनल मैले बाहिरबाट मगाएको छु र यो चाहिँ खासमा आको चाइनाबाट दाइले पठाइदिनु भएको हो। सरी गाइज मैले मजाक गरिरहेको छु, मलाई कुनै दाइ छैन कसले पठाइदिन्छ। यो हेलमेट चाहिँ मेरो गर्लफ्रेन्डले किनिदिएको हो चाइना अर्डर फर्स्ट ब्रान्डेड हेलमेट। ल कति बवाल छ र तपाईहरु पनि यस्तो दामी हेलमेट किन्न चाहनुहुन्छ भने म तपाईहरुलाई लिंक शेयर गरिदिन्छु गाइस र म अहिले लाएर देखाउँदैछु। ल कस्तो देखियो गाइस। हेलो हाय यो ले भेलो गाइस थ्यांक यू सो मच तपाईहरुले मलाई धेरै माया गरिदिएकोमा र अझै पनि मलाई माया गरेर अहिले 284 वटा मात्रै सब्स्क्राइबर छ र तपाईहरुले अझै मलाई माया गरेर अलिक ग्रो गराइदिनुस् गाइस। म तपाईहरुलाई यही भन्न चाहन्छु। ल